सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु। यसरी अटो पल्टेको अवस्थामा देखेँ। यो मेरो घर नजिकैको ठाउँमा यसरी अटो पल्टेको छ। यो कतिखेर पल्ट्यो भन्ने कुरा जानकारीमा छैन। अहिले बिहान हेर्दा त अटो पल्टेको छ, तर यहाँ कोही मान्छेहरू पनि छैनन्। यो अटोको अवस्था हेर्दा एकदमै मान्छेहरूलाई धेरै चोटपटक लागेको, घाइते भएको जस्तो देखिन्छ। धेरै टुटफुट छ यसमा। यो धेरै तल माथिदेखि यहाँ माथिदेखि यो यहाँ तल धेरै तल आएको छ। यो यसमा सामग्रीहरू पनि छरिएर रहेका छन् यतातता। अटोको अवस्था हेर्दा एकदमै चकनाचुर अवस्थामा छ। हेर्नुहोस् त, यो यस्तो अवस्थामा छ यो अटो। यो कतिखेर पल्ट्यो भन्ने कुरा जानकारी नै भएन। यहाँ कोही मान्छेहरू अहिले यहाँ देखिँदैनन्। अहिले भर्खरै यहाँ हेर्दा यो अटो पल्ट्यो र यो भग्नावशेष रूपमा एकदमै यो छताछुल्लो सामग्रीहरू टुटफुट अटो एकदमै टुटफुट भएको देखिन्छ। यसमा रामु दुलाल भन्ने नाम पनि छ, यहाँ सम्पर्क नम्बर पनि छ। तर यो यता दिल्लीदेखि यता दुल्लु चकर्ता डाँडीमाडी रातको चल्ने अटो देखिन्छ। यो रुटमा चल्ने अटो त होइन। यो चिनिन्थ्यो होला यो रुटमा चल्ने अटो भएको बेला। यो रुटमा चल्ने अटो त होइन। तर कतिखेर पल्ट्यो, के भयो अवस्था मान्छेहरूको भन्ने कुरा कुनै पनि जानकारीमा छैन। हेर्दा यति माथिदेखि तल गएको छ। यसको अवस्था हेर्दाखेरि यति तल गएको छ। यो एकदमै यसको अवस्था हेर्दा मान्छेलाई चोटपटक लागेको देखिन्छ। के हो यो यस्तो छ यो रोडमा त यो पल्टिने सम्भावनै छैन। यत्रो फराकिलो रोड छ, यस्तो छ रोड। अहिले पानी परेर अलि चिप्लो अवस्थामा छ। त्यही राति पल्टेको भयो, पानी यसरी परेको थिएन होला। यो यत्रो रोड छ। यो यहाँ गाडीहरूको त्यति चाप पनि हुँदैन। तथापि यो अटो चाहिँ पल्टिएको अवस्थामा देखिन्छ। यहाँदेखि यतादेखि गएछ, यहाँदेखि तल गएछ यो अटो। यो हेर्दा यो कसरी पल्ट्यो भन्ने कुराको अनुमान गर्न अलिक गाह्रो छ। यो यस्तो ठाउँमा गएको छ। सबैले लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। यो अटोको न मालिक छ न यसमा प्यासेन्जरहरू छन्। यो कतिखेर पल्ट्यो कुनै पनि अत्तो छैन। यसका लागि सबैले लाइक, सेयर र सब्सक्राइब गरेर सबैसम्म पुर्याइदिनु होला, ताकि यसमा यात्रीहरू र यसको चालकको अवस्था के छ भन्ने कुरा अननोन छ। किन भन्दा यो मेरो घर नजिकै यसरी यो घर नजिकै पल्टेको, तर कतिखेर पल्टेको कुनै पनि जानकारी नभएको हुँदा मलाई एकदमै खुल्ली लागेर यो भिडियो बनाएको जस्तो लाग्छ। त्यस्तै कमेन्ट गरिदिनु होला र यो भिडियोलाई सक्दो सबै सामु पुग्ने गरी लाइक, सेयर र सब्सक्राइब गरिदिनका निमित्त पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो मेरो युट्युब च्यानलमा ल्याएर आएको छु। यो यस्तो अवस्थामा छ। सबैले यो भिडियोलाई लाइक, सेयर गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र आज म हजुरहरूलाई एउटा नयाँ पृथक यो अटो दुर्घटना भएको कुरा यहाँहरूलाई देखाउन गएँ। हजुर सम्पूर्णलाई हार्दिक नमस्कार। हस्, धन्यवाद।